कांग्रेस भनेको सदाबहार पार्टी हो। कांग्रेसभित्र पार्टीका सबै सिद्धान्तहरू राम्रा छन्, पार्टीभित्र रहेका मान्छेहरू पनि राम्रो हुनु पऱ्यो कि। कांग्रेसभित्रका मान्छेहरू केही छन् जो मलाई असाध्यै मनपर्छन्, जस्तै गगन थापा, विश्व प्रकाशहरू। तर उहाँहरूकै पनि अहिले त आलोचना हुने गरेको छ। आलोचना त हिजो त गौतम बुद्धको पनि भएको थियो नि, भगवान्को नि हुने गर्छ नि आलोचना त। शिवका फोटोलाई डाङका डाङ भित्तामा टाँसेर तपाईँको चाहिँ कृष्णहरूले तपाईँ ढुङ्गा हानेको नि थाहा छ मलाई। आलोचना कसको भएको छैन? भगवान्को त आलोचना हुन्छ, आलोचना रहित व्यक्ति को छ र? मलाई बताउनु तपाईँ। के कारणले चाहिँ तपाईँलाई जस्तो गगन विश्व प्रकाश नै चाहिँ काङ्ग्रेसभित्र पनि? यो देशको भविष्य हो, एकदमै ठुलो भविष्य हो, यो देशको आशाको केन्द्र हो गगन थापा र विश्व प्रकाश। गगन थापालाई जेसुकै भनेर उहाँलाई चाहिँ राक्षसीकरण गर्न खोजे पनि, उहाँलाई बदनाम गर्न खोजे पनि मलाई लाग्दैन कि उहाँले जुन त्यो खसी बाख्राको कुराहरू उहाँलाई जोड्न खोज्यो नि त्यो त्यति साह्रो घटिया व्यक्ति होइन गगन थापा। तर जुन हिसाबले विगतमा उहाँ बोल्नु बाख्रामै बेइमानी गरेर उहाँले जीविकोपार्जन गर्नुपर्ने अवस्था छैन। त्यति साह्रो कमजोर व्यक्ति होइन गगन थापा भने। उहाँले त्यो बदनाम गर्न खोजियो होइन, तर त्यस्तो खराब व्यक्ति होइन उहाँ। मैले उहाँको त्यो नुवाकोटको प्रसङ्ग थियो होइन, त्यो बाख्रा फार्मको प्रसङ्ग चाहिँ म त्यहाँ पुगेको नि छु होइन, त्यो गलत अफवाह हो त्यो। तर अनुसन्धान जुन हुनुपर्ने नि प्रश्न उठेपछि गरे हुन्थ्यो नि त, नगर्ने खालि बाख्रा भनेछ गरेछ बदनाम गराछ। दोषी भएको भए के अनि छोड्थे अलि गगन थापालाई? रवि लामिछाने आफै थिए त गृहमन्त्री, किन केही गर्न सकेनन् त? गर्नु छैन, केही छैन, अनुसन्धान गरेर तपाईँको चाहिँ उसलाई पनि लगेर भित्र हाल्दै हुन्थेन? जसरी त्यो कैलाश सिरोयालाई उनले चाहिँ रिस चाहँदै नि त्यसै गरी लगेर हाल्दै हुन्थेन गगन थापालाई? सक्थे? केही गल्ती छैन उसको, गगन थापाको केही गल्ती नै छैन। नेपाली राजनीतिमा निष्कलङ्कित व्यक्ति हो, आज बेदाग व्यक्ति हो गगन थापा भने। तपाईँले भन्दा गर्दा नि बाख्रा त फेरि के बदनाम गरियो त्यो, तर होइन। नेपाली जनताले यो कुरा बुझ्नुपर्छ, गगन थापालाई बाख्रामा बेइमानी गरेर जीविकोपार्जन गर्नुपर्ने अवस्था छैन। तपाईँले अघि यो कुरा भन्दै गर्दा माओवादीदेखि अर्को पार्टी कुन भन्दै गर्दा मैले चाहिँ राष्ट्रसभा भन्नुहुन्छ जस्तो लागेको थियो कि। राष्ट्रसभा पार्टी न विचार छ, न सिद्धान्त छ, न केही छ, न केही छ, त्यसमा केही छैन। अब तपाईँको जो अब गगन के अरे रवि लामिछाने भन्नुहुन्छ हामी यो व्यवस्था ल्याउनको लागि योगदान